हाम्रो छन् मान्छे एक पोखराको फेवाताल लेक साइडको नाइट भ्यू यस्तै देखिन्छ। अहिले चाहिँ कति बज्यो? 8 बज्यो, 8:19 भयो ठिक्क। 8:19 को भ्यू। मान्छेहरू पनि भिडभाड है, बजारै बजार यति हो। अब हामी त्यहाँसम्म पुग्छौँ, यहाँसम्म लाइटै लाइट, त्यहाँदेखि अँध्यारो अनि फेरि लाइट बिचबाट। अब हामी चाहिँ नाइट भ्यू को लागि आएको घुम्न। अब खाइपी लगेर पनि गयौँ घर। अब लागेको आफ्नो वासस्थान। अब 9:19 भइसक्यो, 9:30 हुन आँटिसक्यो। 9:30 कि 8:19? 8:30 हुन आँटिसक्यो। रात पनि एकदम परिसक्यो। तर के भन्छ यो ठाउँमा चाहिँ आउनुहुन्छ भने राति नै ठिक हुन्छ। दिउँसो भन्दा राति ठिक हुन्छ। बजार पनि लाग्छ है, खान पनि पायो, त्यस पछाडि घुम्न पनि पायो। लाइटहरूले गर्दा रमाइलो पनि देख्छ। फेवाताल हेर्नुको लागि चाहिँ बिहानै आउनुहोस्, तर घुम्नको लागि हो भने अनि रमाइलो गर्नको लागि चाहिँ बेलुका आउँदा ठिक हुन्छ। अँध्यारो फेवातालमा लाइट पनि छैन, मान्छेहरू कक्रुक्क यसरी बसिरहेको। सबैजना जोडी जोडी भएर कक्रुक्क बसिरहनु भएको छैन। म मात्रै सिङ्गल भएकोले अब घर जाने, आफ्नो सामान बोकेर घर कुद्ने। मेरो जोडी नभएकोले भन्दा मिल्दैन। क्यामेराम्यानै मेरो जोडी। विशेष चाहिँ यो पोखराको चाहिँ पर्यटकीय क्षेत्र हो। यो चाहिँ यसलाई चाहिँ लेक साइड भनिन्छ, किनकि यो साइड चाहिँ फेवा लेक, जुन चाहिँ फेवाताल भनिन्छ नि, त्यो चाहिँ यो साइड रहेको छ भने यो साइड चाहिँ पैदल यसरी पैदल यात्रीहरू हिँड्ने ठाउँ हो। यहाँ चाहिँ साइकल बाइकहरू वास्तवमा चाहिँ छिराउन मनाइ छ। यसरी चाहिँ यहाँ चाहिँ मान्छेहरू हिँडेर आनन्दित लिने ठाउँ हो। जो चाहिँ यहाँ फेवातालको छेउछाउ आएर यसरी आफ्नो माइन्ड फ्रेस गर्ने साथीहरू भेला भएर चाहिँ आनन्द लिने ठाउँ हो। जुन बस्ने ठाउँ पनि यसरी मिलाइदिएको हुन्छ। दिउँसो पनि यहाँ शीतल हुन्छ, किनकि रुखहरू हुन्छ। रुखहरूको शीतलले र फेवातालका हावाहरू अलिकति शीतल आउँछ। अरू ठाउँभन्दा चाहिँ अलिकति शीतल हुने भएकोले यो गर्मीमा पनि मान्छेहरू यहाँ आएर बस्ने गर्छन्, दिउँसो पनि। तर विशेष राति चाहिँ यो क्षेत्रमा अलिकति राम्रो मानिसहरूको चाप देखिन्छ, किनभने मान्छेहरू फुर्छ
सबै अफिसहरू आफ्नो आफ्नो ड्युटीबाट चाहिँ छुट्ने समय पनि होला। अनि अर्को कुरो यहाँ चाहिँ राति चाहिँ धुलो मैलो नहुने र गर्मी नहुने भएको कारणले पनि शीतल एकदम शान्त भएको कारणले मान्छेहरू राति बढी आउने गर्छन्। नेपाली पर्यटक विदेशी पर्यटक हरेक मान्छेहरू चाहिँ रातिभन्दा पनि लगभग 5 देखि 6 बजे को समयबाट सुरु गर्छन्। रातिको 12-1 बजेसम्म पनि यहाँ मान्छेहरूको चाप यत्तिकै देखिन्छ। त्यस्तो ठाउँ हो, त्यस्तो क्षेत्र हो यो। आफ्नो तरिकाको आफ्नो आनन्द लिने ठाउँ। जसरी मान्छेहरू देवतालको छेउमा आनन्द लिएर गीत गाउँदै उहाँहरू जुनसुकै ठाउँबाट आउनुभयो भने आफ्नै ठाउँ आँगन घर सम्झेर रमाइलो गर्ने ठाउँ, ताकि कसैलाई अवरोध गर्दैनन् र गर्न नि पाउँदैनन्, किनकि यो पब्लिक हो। ताकि अब कानुनभन्दा विपरीतका कुराहरू गर्न पाइएन, ताकि कानुनी रूपले गर्न मिल्ने कुराहरू आफ्नो स्वतन्त्र रूपले गर्न सकिने ठाउँ यो फेवाताल पोखराको कास्की जिल्लाको पोखरा कास्की जिल्लाको चाहिँ सदरमुकाम क्षेत्रको यो चाहिँ विशेष पर्यटकीय क्षेत्र हो। यस्तो ठाउँतिर चाहिँ जुन रेस्टुरेन्ट सिताङ रेस्टुरेन्टहरू हुन्छ, बाहिरबाट जस्तै देखिए तापनि भित्र चाहिँ अति लग्जरिय र अति नै सुविधाजनक शान्त। एकचोटि बस्यो भने फेरि आकर्षित हुने ठाउँ हो यतातिरको होटल। बाहिरबाट जस्तो देखिए पनि भित्र चाहिँ लग्जरिय सुविधाहरू हुन्छ। त्यही भएर पनि मान्छेहरू यहाँ खाने, बाहिर निस्कने र आनन्द लिने ठाउँ लेक साइड अति नै विश्वका मानिसहरूले चिन्ने गर्छन् पोखराका लेक साइड भनेर। पोखराका लेक साइड फेवाताल भनेर चिन्ने ठाउँ अति नै शान्ति, अति नै लग्जरिय स्थल भनेर चिनिन्छ। हरेक देशका मानिसहरू यो ठाउँ आएर आनन्दित लिने र खुसी हुने ठाउँ हो। आफ्नो तरिकाले योगा गर्छन्, कसैले योगा गर्छन्, कसैले आफ्नो दुःख सुखका कुराहरू सेयर गर्दै एक आपसमा र छेउछाउमा फुटपाथका पसलहरू राख्ने गर्छन् र अलिक महँगो कुराहरू चाहिँ भित्र राख्छन् र बाहिरिय चाहिँ अलिकति लग्जरिय त होइन, खुद्रा पसलहरू जुन चाहिँ राति भएपछि चाहिँ बेच्ने गर्नुहुन्छ। अनि उहाँहरूले चाहिँ जुन खालको बेच्ने कुराहरूबाट फोहोर नहोस् भनेर त्यो फोहोर मैला चाहिँ आफैले जिम्मा लिकिन घर लिएर जानुपर्ने हुन्छ। कसैले जुन त्यो दाइको हातमा थर्मस देख्नुहुन्छ, उहाँले चाहिँ त्यो चियाहरू बेच्नुहुन्छ, बोकेरै बेच्ने खुवाउने। कसैले खायो भने उहाँले हातैमा बिक्री गर्ने व्यवस्था गर्नुभएको हो। अहिलेलाई भए दाजु सुन्दर, स्वस्थ, स्वच्छ अनि धेरै सफा भएका क्षेत्र भनेर चिनिन्छ यो क्षेत्रलाई। फेवाताल जुन यो फेवाताल हो जुन बत्तीहरू बलिएका चाहिँ सबै जुन घरहरूबाट रिफ्लेक्सिङ भइकन देखिएको उज्यालोहरू हो। यो चाहिँ यो जुन हामी गइरहेको डाइरेक्सन अलिकति टाढै गए, धेरै टाढा जानुपर्छ यो इन्डको लागि चाहिँ। पुच्छर भनौँ, हामी चाहिँ अहिले टाउकोमा होला, यसको बिच अनि पुच्छर हुनको लागि चाहिँ धेरै नै टाढा हिँड्नु पर्ने हुन्छ। हस्, यति नै आजलाई। मेरो श्रीमिति र मिखी गम्बे पर्खिरहेछन्। हेलो।
के छ कुलुङ्नी? कस्तो अल्छी लागेर किन हो? यसरी घुम्नु मलाई चाहिँ साह्रै अल्छी लाग्यो। कसरी घुम्नु त? ओछ्यान बोकेर। अल्छीको पनि पराकाष्ठ नै भयो है यो चाहिँ। के छ त अनि केही भनाइहरू छन्? यता एकचोटि फर्किनुहोस् त, एकचोटि केही कुरा भन्नुहोस् त। लास्ट हो यो, अब घर जाने। म पनि क्यामेरा अब यति नै। यहाँदेखि हामी चाहिँ उता लाग्छ नि, त्यहाँदेखि उता लाइट पनि छैन होइन, देखिरहनु भएको छ नि गाडीहरू कुदेको। एक स्टेप गयौँ भने हाम्रो ठाउँ आइपुग्छौँ। हाम्रो भिडियो हेरेर लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला। सबैजना लेक साइड आएर हाम्रो भिडियो हेर्न भुल्नु होला। जस तपाईँहरूले लाइक कमेन्ट गर्नुभयो भने बिग्रेका कुराहरूलाई पनि सुधार्ने मौका र फेरि हामीले यस्ता यस्ता भिडियोहरू नयाँ नयाँ ठाउँ र एकै ठाउँ पनि विभिन्न किसिमका फरक किसिमका भ्यूजहरू देखाउनमा हामी उत्साहित हुनेछौँ र तपाईँलाई देखाउनमा अझ हामी अगाडि बढ्नको लागि चाहिँ उत्साहित हुनेछौँ र तपाईँहरूलाई हामी अझ राम्रा कुराहरू देखाउने छौँ भनेर भन्दछु। तपाईँहरूले चाहिँ भिडियोमा एकचोटि लाइक कमेन्टमा चाहिँ तपाईँले हामीलाई दिनुपर्ने सजेसनका कुराहरू राखिदिनुहोस् न। सबसे हामीलाई बेस्ट हुनेछ, खुसी हुनेछौँ। यदि नराम्रो छ भने नराम्रो छ भनेर कुनै कुराहरू तपाईँले कमेन्टमा देखाइदिनु भयो भने ती कुरा चाहिँ हाम्रो लागि रिसका कुराहरू हुँदैन, त्यो चाहिँ हाम्रो सरप्राइज हुनेछ। किनकि हामीले सुधार्ने मौका पाउँछौँ। हामीलाई थाहा छैन, तर यो एउटा अनेस्टली भन्नुपर्दा हामी सिक्दै गरेका हौँ र तपाईँहरूको ती सजेसनहरू आयो भने हामी साँच्चीकै आभारी हुनेछौँ। धन्यवाद। तपाईँहरू सबै मार्फत सल्लाह सुझाव र सहयोग, भ्युजका सहयोग, कमेन्टका सहयोग, सब्सक्राइबका सहयोग है हामीबाट हुने अपेक्षा चाहिँ जुन चाहिँ आर्थिक सहयोग कुराहरू होइन। अति राम्रो, अति अघि भन्दा नि फरक भ्युजहरू देखिरहेको छु र लोभले फेरि बोल्न लगाएको। दिउँसो देख्नु भएको र राति हेर्नु भएको फेवाताल चाहिँ एकदमै फरक देखिन्छ। अवश्य त्यहाँ हामीले यो जुन चिजहरू देखिरहेको छौँ नि, यो होटेलहरू छेउछाउको, त्यसले नै यति रोमाञ्चक देखिन्छ कि यो फेवाताल यति राम्रो देखिन्छ। त्यहाँ माथि त त्यस्तो देखिन्छ नि, अन्त लाइटहरूले त्यो लाइटले नि कति प्रभाव पारेको कि। त्यही भएर घुम्न आउनुहुँदा चाहिँ बेलुका आउनु होला, 8 बजीतिर मात्र आउनु होला। आजलाई यति नै, बाई बाई।